नमस्कार, म निरञ्जन विष्ट, मन्नदेवपुर नगरपालिका वडा नम्बर 8 को अध्यक्ष। आज म यहाँको बिचमा आर्थिक वर्ष 82-83 मा भएका कामहरूको संक्षिप्त सार्वजनिकरण गर्दैछु। मन्नदेवपुर नगरपालिका वडा नम्बर 8 मा यस आर्थिक वर्षमा हामीले विकास निर्माणदेखि लिएर अन्य कार्यक्रमहरू सम्पन्न गरेका छौँ। सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मार्फत हामीले विकास निर्माणका कार्यहरूलाई अगाडि बढाएका छौँ। फेदीबाट कोट्याङसम्मको समपूरक योजना, जसमा स्थानीय सरकारको पनि लागत साझेदारी थियो, त्यो काम हामीले 40% काम सम्पन्न गरेका छौँ र यो पछिल्लो मूल्यवृद्धिका कारणले आसफाल पिच गर्न सकेका छैनौँ। त्यो काम चाहिँ आगामी वर्षमा सम्पन्न हुने नै छ। र अघिल्लो आर्थिक वर्षमा हामीले वैकल्पिक सडकको समपूरक अन्तर्गतकै योजना यो पालि सम्पन्न गरेका छौँ र सङ्घीय सरकारबाटै प्राप्त रकमबाट दारमेटारबाट ढोडिनीसम्मको सडक हामीले सबै संरचनाहरू तयार गरिसकेका छौँ र त्यसमा पनि यो अहिलेको मूल्यवृद्धिका कारणले पिचको काम करिब 1300 मिटर पिचको काम सम्पन्न हुन बाँकी छ र सँगसँगै सङ्घीय सरकारबाट सशक्त अनुदानमा आएको जोडीगाउँबाट ढोडिनी हुँदै मुलाचौरसम्मको सडक करिब 50 लाख लागत साझेदारीमा स्थानीय सरकारको 15 लाख सहितको हामीले नालीसहित विभिन्न ठाउँमा ढलानसहित ग्राभल गर्ने काम सम्पन्न गरेका छौँ र त्यस ठेक्काबाट बाँकी रहेको करिब 15 लाख रकम बराबरको हामीले पुनः त्यसै ठाउँमा ग्राभल हालेर हिमालटोलसम्म, मुलाबारीसम्म हामीले त्यसलाई सम्पन्न गरेका छौँ, जस अन्तर्गत हामीले सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा हामीले करिब 5 करोड 34 लाख बराबरको हामीले यो वर्ष काम सम्पन्न गरेका छौँ र बाँकी रहेको काम चाहिँ अर्को आर्थिक वर्षमा करिब 3000 मिटर पिचको काम अर्को वर्ष हामीले सम्पन्न गर्ने लक्ष्य राखेका छौँ। र अर्को हामीले प्रदेश सरकारबाट विनियोजन भएको रकम मध्ये हामीले प्राय सबै काम सम्पन्न गरेका छौँ। केही बहुवर्षे ठेक्का लागेको पनि छ र अहिले हामीले विशेष गरी यो प्रदेश सरकारबाट विनियोजन भएको नाइके खोरिया कृष्ण मन्दिर ढोडिनी सडक करिब 200 मिटर ढलानसहित स्तरोन्नति गरेका छौँ। प्रदेश सरकारबाट सिँचाइको लागि करिब 3 वटा योजना, जस्तै चनौते बाँधकुलो हामीले यो पालि सम्पन्न नै गरिसकेका छौँ, जसमा चाहिँ बाँधसहित हामीले करिब 1.5 किलोमिटर नालीसहित कुलोसहित हामीले सम्पन्न गरेका छौँ। त्यसै गरी अर्को आँसी खोला अर्चले आफघारी सिँचाइ योजना 2 चोटि रकम थप गरेर करिब 45 लाख लागतमा हामीले करिब 1 किलोमिटर कुलो हामीले निर्माण गरेका छौँ। प्रदेश सरकार र स्थानीय सरकारको र जनश्रमदानबाट एउटा बाराहा मन्दिर हामीले निर्माण गरेका छौँ। त्यसै गरी दोभान बाँधकुलो हामीले निर्माण गरेका छौँ र यसमा हामीले अहिले खानेपानी तर्फबाट प्रदेश सरकारबाट डेढीदेवी खानेपानीको लागि करिब 35 लाख लागतमा हामीले त्यो कार्यक्रम पनि सम्पन्न गरेका छौँ। दारमेटार पुल निर्माण चाहिँ हामीले यो वर्ष करिब सम्पन्नको चरणमा लगेका छौँ र साउनभरिमा त्यो पुल सम्पन्न भएर सुचारू हुनेछ। यो चाहिँ अघिल्लो वर्ष नै ठेक्का लागेको र अहिले त्यसले चाहिँ यो दारमेटार ढाइटरबाट दारमेटार जाने एउटा पुल चाहिँ राम्रोसँग निर्माण भइदियो भने त्यहाँको आवाज जावतलाई सुचारू हुने थियो र केही ढिला पनि भएको छ। त्यसलाई हामीले ताकेता पनि गरेका छौँ, निर्माण व्यवसायीलाई पनि भनेका छौँ र कार्यालयलाई पनि भनेका छौँ। यो करिब साउनभरिमा त्यो सुचारू हुने लगभग निश्चित नै छ। र अर्को हामीले केही मन्दिरहरू, केही पार्कलाई पनि हामीले प्रदेश सरकारबाट विनियोजन भएको रकम मार्फत हामीले त्यसलाई सम्पन्न गर्ने चरणमा पुगेका छौँ र स्थानीय सरकार जो नगरपालिका र वडाबाट विनियोजन भएको रकममध्ये हामीले धेरैजसो लगभग हामीले 82-83 को रातो किताबमा जति पनि योजनाहरू छनौट भएका थिए ती सबै योजनाहरू स्थानीय सरकारको हामीले सम्पन्न 100% कार्य सम्पन्न गरेका छौँ।
जसमध्ये हामीले जुन पहिलो चरणमा 19,50,000 को विभिन्न योजनाहरूको ठेक्का खोलेका थियौँ र अर्को ठेक्का हाम्रो चाहिँ 27,50,000 यो पनि हामीले पूर्ण रूपमा सम्पन्न गरेका छौँ। र छुटपुटी योजनाहरू जस्तै मन्दिरहरूको लागत साझेदारी, चनौटे पाटी पुनर्निर्माण लगायतका योजनाहरू, स्कुलका घेराबारहरू र विकास निर्माणको सन्दर्भमा हामीले यो वर्ष करिब 10 करोड 42 लाख बराबरको हामीले कार्य सम्पन्न गरेका छौँ। र यो बिचमा हामीले सङ्घीय सरकारको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सकेका छैनौँ। त्यो चाहिँ अहिलेको यो पछिल्लो चरणको चाहिँ मूल्य वृद्धिका कारणले करिब 3 किलोमिटर बाटो हामीले यो वर्ष पिच गर्ने लक्ष्य राखेका थियौँ। त्यो अधुरो नै रहेको छ र भदौ असोजमा त्यसलाई हामी कार्य सम्पन्न गर्नेछौँ। समग्रमा हेर्दाखेरि विकास निर्माणको चरणलाई हामीले एउटा फड्को नै मारेको भन्ने स्थितिमा पुगेका छौँ र 12 महिना सबै मेन सडकहरू चल्ने गरी हामीले स्तरोन्नति सकेका छौँ। केही शाखा सडकहरूलाई अझै पनि बजेट अभाव नै रहेको छ, त्यसलाई पनि हामीले ध्यानमा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। र धेरैजसो कामहरू हामीले चुनावमा जसरी प्रतिबद्धता व्यक्त गरेका थियौँ, जनताको बिचमा आश्वासनहरू दिएका थियौँ, ती धेरैजसो कामहरू हामीले सम्पन्न गरेका छौँ भन्ने हाम्रो दाबी हो। र यो बिचमा हामीलाई यो जनताको स्तरबाट, जनप्रतिनिधिको स्तरबाट, कार्यालयको स्तरबाट जसले हामीलाई विभिन्न निकायमा रहेर सहयोग गर्नुहुने यहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। विशेष गरी हामीले कुनै पनि योजनाहरूमा चाहिँ बिना विवाद रहित हामीले कार्य सम्पन्न गर्न सफल भएका छौँ। त्यसका लागि हामी वडामा रहेका सम्पूर्ण सदस्यज्यूहरू, जनप्रतिनिधिज्यूहरू, वडा प्राविधिक, वडा सचिव, वडाका कर्मचारीहरू लगायत सबैलाई र विशेष गरी जनसमुदायलाई म हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र हामीले यो सँगसँगै कृषिको क्षेत्रमा र पशुपालनको क्षेत्रमा बङ्गुर प्रवर्धन कार्यक्रम र एकल महिलाको लागि चाहिँ पाडा वितरण, साझेदारीमा पाडा वितरण कार्यक्रम पनि गरेका छौँ। र यो वर्ष हामीले 240वटा इलेक्ट्रिक चुलो वितरण गर्ने भन्ने कुरा थियो। त्यसमा चाहिँ हामीले जनसमुदायबाट रकम पनि लिएका छौँ उहाँहरूको साझेदारी अन्तर्गतको। र त्यो चाहिँ हामीले फाइल फरवार्ड गरेर अब साउन भदौमा त्यो इलेक्ट्रिक चुलो पनि हामीले 240 घर परिवारलाई वितरण गर्ने लक्ष्य राखिराखेका छौँ। र समग्रमा हामीले यो वर्ष विकास निर्माणका कार्यक्रमहरू यिनै गरेका छौँ। र कार्यालयबाट हुने कामहरू हामीले यो वर्ष पुरै अनलाइन सिस्टमबाट सिफारिसहरू दिने प्रणाली यो साउनदेखि नै, अघिल्लो साउनदेखि नै हामीले लागू गरेका थियौँ। र पूर्ण रूपमा हामीले चाहिँ अनलाइन सिस्टमबाटै सिफारिसहरू गरेका छौँ। त्यसमा कुनै पनि सिफारिस हामीले अनलाइन बेगर गरेका छैनौँ। त्यस अन्तर्गत हाम्रो चाहिँ 1220वटा सिफारिसहरू भएका छन्, चलानी भएका छन्। दर्ता विभिन्न निकायबाट आएका पत्रहरूको दर्ता 53वटा भएको छ। र यस सँगसँगै घटना दर्तामा हेर्दाखेरि जन्म दर्ता जो अहिले पछिल्लो चरणमा नयाँ र पुरानो प्रतिलिपि लिने सहित गर्दा हाम्रो 160वटा जन्मको दर्ता भएको छ, त्यो चाहिँ प्रतिलिपि सहित हो। र मृत्यु दर्ता 27 जनाको भएको छ, विवाह दर्ता 42 जनाको भएको छ, र बसाइसराई 5 जनाको भएको छ, र सम्बन्ध विच्छेद 4 जनाको घटना दर्ता भएको छ। र यस सँगसँगै सिफारिसहरूमा हामीले नागरिकताको सिफारिस पनि पूर्ण रूपमा अनलाइनबाट हामीले गरेका छौँ यो आर्थिक वर्षमा। र त्यसलाई हामी निरन्तरता दिनेछौँ, जस अन्तर्गत नयाँ नागरिकता लिने जनसमुदायमा 82 जना नयाँ लिनुभएको छ, र पुरानोले प्रतिलिपि चाहिँ 71 जनाले प्रतिलिपि लिनुभएको छ। यस सँगसँगै हामीले यो आर्थिक वर्षमा राजस्व सङ्कलन यो वडामा 11,38,541 रुपियाँ 30 पैसा राजस्व सङ्कलन गरेका छौँ। समग्रमा हेर्दाखेरि हामीले अहिले यो आर्थिक वर्षमा वडामा भएका गतिविधिहरू यिनै हुन्। र यसलाई हामीले आज तपाईँहरूको बिचमा यो भिडियो श्रव्य दृश्य मार्फत हामी सार्वजनिक गरिराखेका छौँ।
यसमा तपाईँहरूले आगामी दिनहरूमा हामीलाई साथ सहयोग गरिराख्नु भएको छ। निरन्तर रूपमा साथ सहयोगको अपेक्षा पनि गर्दछौँ। हामीले कतिपय ठाउँमा गर्न नसकेका कार्यक्रमहरूलाई पनि यो अब आउने वर्षमा हामी समेट्ने गरी अगाडि बढ्नेछौँ र यहाँहरूको साथ सहयोग सदैव रहनेछ। यो बिचमा विभिन्न मन्त्रालय, विभिन्न निकायका सरकारहरू, मान्यज्यूहरू, नगरपालिका र स्थानीय हाम्रो वडा कार्यालय र सम्पूर्ण जनसमुदायले जुन साथ सहयोग र समर्थन गरिराख्नु भएको छ, अझै पनि रहिरहोस् भन्ने आशा अपेक्षा सहित सदैव जनताको सेवामा र विकास निर्माणमा लागिरहने प्रतिबद्धता सहित यहाँको बिचमा बिदा हुन्छु। हस्, धन्यवाद।